कतिसम्म सहने, मैले खान पाएको छु भन्दैमा मैले सधैँ कुटाइ खाने हो र गुरुजी, तिमीले धन्न खान चाहिँ पाइरहेछौ भनेर गुरुले भन्नुभयो रे। एकदम सत्कर्म गरेको छ, सही काम गरेको छ, समाजको लागि केही योगदान गरेको छ भने त्यो मान्छेले फेरि यही नै पुरस्कृत भएर पनि जाने मौका पाउँछ। हजुरकै आफ्नै बिनु खड्का हिट्स एफएम को युट्युब च्यानलमा यहाँलाई स्वागत छ। म हुँ बिनु खड्का र आज म तपाईँलाई यसमा दुईवटा कथा सुनाउँछु र यो दुईवटै कथा एक अर्कासँग सम्बन्धित पनि छ। हेर्नुहोस्, र यस्तै खालको कथा हेर्न सुन्न रुचाउनुहुन्छ यहाँले भने हाम्रो हिट्स एफएमको च्यानललाई सब्सक्राइब गरिदिनुहोला र मन परेमा लाइक तथा शेयर पनि गरिदिनुहोला। र आजको यो दुईवटा कथामध्ये पहिलो कथा कस्तो छ भने एकजना महिला जो चाहिँ एकदमै धर्मात्मा, पूजा पाठ गर्ने, धर्म कर्म, मन्दिर जाने, मन्दिर सरसफाइ गर्ने, भजन कीर्तन गर्ने असाध्यै राम्रो आचरणकी महिला हुन्छन्। तर विडम्बनाको कुरा के भने उनलाई उनको श्रीमानले उनको घरमा चाहिँ सधैँ राति भएपछि रक्सी पिएर पिट्ने हुन्छ बानी। हेर्नुहोस् है, यो पीडा उनले खपिन तर धेरै भएपछि उनलाई एकदमै गाह्रो भएर त्यसै मन्दिरमा जहाँ उनी सधैँ जान्थिन् त्यो मन्दिरमा भएका एकजना पण्डितसँग उनले कुरा गरिन्। र पण्डित फेरि कस्ता थिए भने उनी एकदमै महाज्ञानी, ज्ञान एकदमै धेरै गरेर धेरै कुराहरू प्राप्त गरेका र एक किसिमको एउटा विशिष्ट उहाँमा शक्ति पनि थियो। र त्यही शक्तिको कारणले गरेर धेरै मान्छेहरूले चाहिँ ती पण्डितलाई मान्थे पनि र ती महिलाले पनि गएर त्यहाँ गुरुसँग चाहिँ कुरा गर्न गइन् होइन। अनि सोधिन्, मलाई किन यस्तो, म त यति धर्म कर्म गर्छु, यति पूजापाठ गर्छु, तर सधैँ मलाई मेरो श्रीमानले कुट्नुहुन्छ भन्दाखेरि ती गुरुले एकछिन यसो आँखा चिम्म गरेर एकछिन अन्तर्ध्यान हुनुभयो र त्यसपछि आएर के भन्नुभयो भने तिमीलाई खान चाहिँ दिन्छन् कि दिँदैनन् तिम्रो श्रीमानले भन्दा खान त दिनुहुन्छ भनिन् महिलाले। ल त्यसो भए चुप लाएर बस भनेर भन्नुभएछ। अनि उनले सोचिन् अब होला, अब जति कुटे पनि खान पाइरहेछौ, चुपै लाग्यो, सह खप्प भन्न खोजेको होला भनेर उनले चाहिँ सहने गरिछन् तर सहनुको पनि एउटा सीमा हुन्छ। उनलाई धेरै गाह्रो भयो। त्यसपछि एक दिन उनी रिसाउँदै तिनै पण्डित कहाँ गएर अब कतिसम्म सहने, मैले खान पाएको छु भन्दैमा मैले सधैँ कुटाइ खाने हो र गुरुजी, किन मलाई तपाईँले चाहिँ चुप लाएर बस भन्नुभयो? हो, उसले मलाई खान त दिएको छ तर म सधैँ कुटाइ खाइरहने भन्दाखेरि गुरुले मुस्कुराउँदै के भन्नुभयो अरे भने हेर, तिमी योभन्दा अगाडिको जन्ममा, पूर्व जन्ममा यिनै अहिलेको तिमी श्रीमान जो हुनुहुन्छ त्यो श्रीमानको चाहिँ तिमी सौतिनी आमा थियौ होइन। अनि तिमीले यो अहिलेको श्रीमान जो चाहिँ तिम्रो सौतिनी छोरा थियो त्यो सौतिनी छोरालाई बेसखन कुटेका थियौ, हेला गरेकी थियौ, खाना पनि दिँदैन थियौ, कति समय त ऊ भोकै बस्थ्यो। अब उही अहिले आएर तिम्रो श्रीमानको रूप लिएर जन्म भयो, अब उनले एकदमै कुटिरहेछन् तर खाना चाहिँ दिइरहेछन्, किनभने सायद तिमीले अहिले गरेको धर्म कर्म पूजा पाठको फल होला, तिमीले धन्न खाना चाहिँ पाइरहेछौ भनेर गुरुले भन्नुभयो रे। अनि महिला हेरेको हेरे भइन्, आँखाभरि आँसु भयो भन्दा यो एउटा कथा भयो। अनि अर्को एउटा कथा कस्तो छ भने एउटा आश्रम हुन्छ, त्यो आश्रममा चाहिँ एकदम महान व्यक्तिहरू ध्यान गरेर बस्ने हुन्छ होइन। अनि त्यही आश्रमको नजिकै एउटा खेत छ। हेर्नुहोस्, अनि त्यो खेतमा चाहिँ एकजना किसानले आफ्नो मेहनतले एकपटक असाध्यै धेरै एकदमै राम्रो रसिलो स्याउ फलाएछन् होइन। अनि उनलाई के लाग्यो ती किसानलाई भने यस्तो मेरो आफ्नो खेत नजिकै यति ठुलो आश्रम छ, आश्रममा कति राम्रा गुरुहरू हुनुहुन्छ होइन, महान आत्माहरू हुनुहुन्छ, उहाँहरूलाई नखुवाइकन त मैले कसरी खाने होइन, यो स्याउ खानु मिल्दैन भनेर उनले चाहिँ एक टोकरी स्याउ लगेर भेट चढाएछन् होइन त्यो उसको आश्रमको छेउमा गएर। अनि आश्रमको ढोकामा चाहिँ एकजना सन्त जसले चाहिँ त्यो आश्रमको सुरक्षा गरेर बस्थे, त्यही सन्तकोमा लगेर त्यो एक टोकरी स्याउ लगेर दिएछन् उनले। अनि ती सन्त जो चाहिँ आश्रमको सुरक्षा गर्थे उनलाई लाग्यो म त एउटा सुरक्षाकर्मी जस्तो मात्रै हो, यहाँ त यत्रो गुरुहरू हुनुहुन्छ, उहाँहरूलाई पो मैले खुवाउनुपर्छ त भनेर उनले चाहिँ मुख्य त्यहाँको गुरु जो हुनुहुन्थ्यो महान एकजना योगी उहाँलाई लगेर चाहिँ त्यो स्याउको टोकरी लगेर ती सुरक्षाकर्मीले दिएछन्। अनि ती महान योगीलाई चाहिँ के लाग्यो मनमा भने त्यही आश्रममा एकजना वृद्ध भइसकेका बिरामी अर्का फेरि सन्त पनि छन्। अनि यसो सोचे यो स्याउ त उनले खाए हुन्थ्यो नि भनेर उनले त्यो टोकरी चाहिँ ती बिरामी सन्तकामा पठाइदिएछन् भित्रै आश्रममा होइन। अनि बिरामी सन्तलाई के लागेछ भने ओहो यो स्याउ त मैले खानुभन्दा पनि मलाई सेवा गर्ने दासीहरूले खान पाए हुन्थ्यो, उनीहरूले मेरो यत्रो सेवा गरेका छन्, मेरो औषधि उपचार मलाई यसरी खाना लाउन दिइरहेछन् होइन, मैले उनीहरूलाई दिनुपर्छ भनेर दासीहरूकोमा भान्सामा पठाइदिएछन् होइन। अनि भान्सामा पुगेको त्यो स्याउको टोकरी ती दासीहरू पनि त्यस्तै थिए, फेरि एकदम असल चरित्रका, र उनीहरूले के सोचे भने ओहो हामी त यहाँ त काम गर्ने मान्छे मात्रै हो नि,
यहाँ त यस्ता राम्रा राम्रा गुरुहरू हुनुहुन्छ, यस्तो महान आत्माहरू हुनुहुन्छ, हामीले कहाँ खान मिल्छ र यो स्याउ भनेर बरु कसलाई दिने त भन्दा यत्रो यो हाम्रो आश्रमको सुरक्षा गर्ने सन्तलाई पो लगेर दिनुपर्छ त भनेर त्यो टोकरी फेरि त्यही सन्त कहाँ पुगेछ, जसका पहिला किसानले ल्याएर दिएका थिए भन्दा उनले पन्छ्याउन खोज्दा खोज्दै पनि घुमी फेरि त्यो स्याउको टोकरी त कहाँ आयो त त्यही नै आइपुग्यो भन्दा भगवानले खासमा तिनै सन्तको लागि भनेर त्यो खेतमा चाहिँ त्यो स्याउ उमारिदिएका थिए। अनि त्यसले गर्दाखेरि हामी के बुझ्न सक्छौँ भने यो दुईवटा कथाबाट हामीले गरेको कर्म, सत्कर्म पनि अथवा भनौँ दुष्कर्म पनि, त्यो दुइटैको फल हामीले पाउँछौँ। त्यो यदि हाम्रो नाममा लेखिएको छ भने, यदि हामीले गलत कार्य गरेर हामीले कुनै पाप कर्म गरेका छौँ भने त्यो हामीले पाउँछौँ फिर्ता जसरी भए पनि त्यो भोग्नै पर्छ। र सत्कर्म केही गरेका छौँ भने पनि दाने दाने पे लिखा है खानेवालाका नाम भने जस्तो त्यो फर्केर फेरि त्यही मान्छे समक्ष आइपुग्छ नै, होइन। त्यसकारण यो त अझ कथा हो, होइन, यो त पूर्वजन्म अर्को जन्मको कुरा पनि हुन्छ कथामा। अहिले हामीले यो कलियुगमा देखेको कुरा चाहिँ के छ भने हाम्रै वरिपरि समाजमा जसले पाप कर्म गर्छ त्यो मान्छेले यहीँ नै भोगेरै जान्छ के। अनि जसले एकदम सत्कर्म गरेको छ, सही काम गरेको छ, समाजको लागि केही योगदान गरेको छ भने त्यो मान्छेले फेरि यहीँ नै पुरस्कृत भएर पनि जाने मौका पाउँछ। यो त हामी सबैको आँखाले देखेकै कुरा हो। र हामी हाम्रो चरित्र बनाउनको लागि र हामी हाम्रो जिन्दगी चलाउनको लागि हामी कस्तो बाटो हिँड्न चाहन्छौँ यो हामी सबैको आफ्नै हातमा छ।